फिफा वर्ल्ड कपमा प्रत्येक टिम र खेलाडीले कति पैसा पाउँछन् कल्पना गर्नुहोस्। पुरै विश्वको नजर एउटा स्टेडियममा छ। करोडौं मानिसहरू टिभी र मोबाइलमा हेर्दैछन्। खेलाडीहरू राष्ट्रको झण्डा बोकेर मैदानमा उत्रिरहेका छन्। अन्तिम सिटी बज्छ, एउटा टिम विश्व विजेता बन्छ। खेलाडीहरू आँसु झार्दै ट्रफी उठाउँछन् र संसारभर उत्सव सुरु हुन्छ। तर यहाँ एउटा प्रश्न छ, यो ट्रफी जितेपछि वास्तवमा कति पैसा मिल्छ? के मेस्सीले विश्वकप जित्दा फिफाले उनलाई सिधै करोडौं डलर दियो त? एम्बाप्पेले फाइनल खेलेपछि कति कमाए? या त रोनाल्डोले विश्वकप फाइनल खेलेको भए फिफाबाट कति पाउँथे होलान्? अनि एउटा सानो देश समूह चरणबाट बाहिरे पनि करोडौं डलर कसरी कमाउँछ? आजको भिडियोमा हामी फिफा वर्ल्ड कपको पैसाको संसारमा गहिरो यात्रा गर्नेछौँ, जहाँ तपाईँले थाहा पाउनुहुनेछ प्रत्येक टिमले कति पैसा पाउँछन्, च्याम्पियन, रनरअप र ग्रुप स्टेजबाट बाहिरिने टिमले कति कमाउँछन्, प्रत्येक खेलाडीले कति पाउँछन्, क्लबहरूले किन पैसा पाउँछन् र आखिर फिफाले यति धेरै पैसा कहाँबाट ल्याउँछ? यी सबै कुराको जानकारी आज हामी तपाईलाई यस भिडियो मार्फत दिँदैछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्न नछुटाउनुहोला। फिफा वर्ल्ड कप केवल फुटबल प्रतियोगिता होइन, यो पृथ्वीको सबैभन्दा ठुलो खेलकुद व्यवसाय मध्ये एक हो। टिभी प्रसारण अधिकार, स्पोन्सरशिप, टिकट बिक्री, मर्चेन्डाइज र विज्ञापनबाट फिफाले अरबौं डलर आम्दानी गर्छ। त्यसैले विश्वकपमा पुरस्कार रकम पनि अविश्वसनीय रूपमा धेरै ठुलो हुन्छ। 2026 फिफा वर्ल्ड कपमा कुल प्रदर्शन आधारित पुरस्कार रकम लगभग 655 मिलियन अमेरिकी डलर राखिएको छ। साथै प्रत्येक क्वालिफाइड टिमलाई 10 मिलियन डलर क्वालिफिकेसन पेमेन्ट र 2.5 मिलियन डलर प्रिपरेसन फी पनि दिइने गरिन्छ। यसको मतलब के हो त? यदि कुनै देशले विश्वकपमा छनौट मात्रै गर्यो भने पनि उसले कम्तीमा 12.5 मिलियन डलर पुरस्कार पाउनेछ। सोच्नुस् त, नेपाली रुपियाँमा यो रकम कति अर्ब बराबर हुन्छ होला? अब मुख्य प्रश्न रहेको छ, विश्वकप जित्ने टिमले कति पाउँछ होला त? यसको उत्तर हो 50 मिलियन अमेरिकी डलर। अर्थात् ट्रफीसँगै विजेता राष्ट्रको फुटबल सङ्घले 50 मिलियन डलर प्राप्त गर्छ। तर कथा यही सकिँदैन, किनकि विजेता टिमले यस अघि नै पाएको 10 मिलियन डलर क्वालिफिकेसन पेमेन्ट, 2.5 मिलियन डलर प्रिपरेसन फी पनि यसैसँग थपिन्छ। त्यसैले च्याम्पियनले कुल कम्तीमा पनि 62.5 मिलियन अमेरिकी डलर पुरस्कार रकम पाउँछ। यो रकमले नयाँ स्टेडियम बनाउन, युवा खेलाडी विकास गर्न, प्रशिक्षक नियुक्त गर्न र देशको फुटबल संरचना सुधार्न ठुलो योगदान दिन सक्छ। धेरैलाई लाग्न सक्छ हार्ने टिमले केही पनि पाउँदैन, तर वास्तविकता बिल्कुल फरक रहेको छ। रनरअपले 33 मिलियन डलर, थर्ड प्लेस हुनेले 29 मिलियन डलर, फोर्थ प्लेस हुनेले 27 मिलियन डलर, क्वार्टर फाइनल पुग्ने प्रत्येक टिमले 19 मिलियन डलर, राउन्ड अफ 16 पुग्ने प्रत्येक टिमले 15 मिलियन डलर, राउन्ड अफ 32 पुग्ने प्रत्येक टिमले 11 मिलियन डलर र ग्रुप स्टेजबाट बाहिरिने प्रत्येक टिमले 9 मिलियन डलर प्राप्त गर्ने गर्छन्। र यससँगै याद राख्नुहोस्, क्वालिफिकेसन र प्रिपरेसनको 12.5 मिलियन डलर भने छुट्टै रकम हो। त्यसैले विश्वकपमा सहभागी हुने लगभग सबै राष्ट्रले ठुलो आर्थिक फाइदा उठाउने गर्छ। अब सबैभन्दा धेरै सोधिने प्रश्न हो, प्रत्येक खेलाडीले कति पैसा पाउँछन् त? यहाँ एउटा ठुलो भ्रम रहेको छ। फिफाले पुरस्कार रकम सिधै खेलाडीको ब्याङ्क खातामा पठाउँदैन। पैसा पहिले सम्बन्धित राष्ट्रको राष्ट्रिय फुटबल सङ्घमा जान्छ। त्यसपछि मात्र खेलाडी, प्रशिक्षक, मेडिकल स्टाफ, व्यवस्थापक सबैलाई सङ्घले आफ्नो नियमअनुसार बोनस वितरण गर्छ। उदाहरणका लागि यदि कुनै देश विश्व विजेता बन्यो भने त्यस देशको फुटबल सङ्घले प्रत्येक खेलाडीलाई लाखौं डलर बोनस दिन सक्छ। अर्को देशले कम बोनस दिन पनि सक्छ। कतिपय देशमा फाइनल पुग्दा एउटा बोनस, सेमिफाइनल पुग्दा अर्को बोनस र उपाधि जित्दा अझ ठुलो बोनस दिने व्यवस्था हुन्छ। त्यसैले एउटा रोचक सत्य के हो भने मेस्सीले विश्वकप जित्दा उनले पाएको रकम फिफाले होइन, मुख्य रूपमा अर्जेन्टिनाको फुटबल सङ्घले निर्धारण गरेको बोनस प्रणाली अनुसार पाएका हुन्छ। यही कुरा एम्बाप्पे, रोनाल्डो वा अन्य स्टार खेलाडीहरूमा पनि लागू हुन्छ। साँचो कुरा के हो भने विश्वकपको बोनस स्टार खेलाडीहरूको सम्पूर्ण आम्दानीको केवल एउटा भाग मात्र हो। उनीहरूले पैसा यसरी पनि कमाउने गर्छन्। क्लबको वार्षिक तलबबाट, विज्ञापन र स्पोन्सरशिपबाट, जुत्ता, कपडा र ब्रान्ड सम्झौताबाट, सामाजिक सञ्जाल र व्यापारिक गतिविधिबाट र राष्ट्रिय टोलीको बोनसबाट। त्यसैले विश्वकप जित्नु भनेको केवल ट्रफी जित्नु होइन, खेलाडीको ब्रान्ड मूल्य पनि आकाशिने कुरा हो। तपाईँलाई अर्को प्रश्न उठ्न सक्छ, क्लबहरूले किन पैसा पाउँछन् त? अब अर्को अचम्मको कुरा रहेको छ। यदि म्यान्चेस्टर सिटी, रियल म्याड्रिड, बार्सिलोना, लिभरपुल वा PSG का खेलाडीहरू वर्ल्ड कप खेल्न गए भने फिफाले ती क्लबहरूलाई पनि पैसा दिन्छ। यसलाई भनिन्छ फिफा क्लब बेनिफिट्स प्रोग्राम। 2026 वर्ल्ड कपका लागि फिफाले क्लबहरूका लागि लगभग 355 मिलियन अमेरिकी डलर छुट्याएको छ। किन त?
किनकि क्लबहरूले खेलाडीलाई वर्षौंसम्म प्रशिक्षण दिन्छन्, विकास गर्छन् र विश्वकपका लागि राष्ट्रिय टोलीमा उपलब्ध गराउँछन्। अर्थात् विश्वकपमा गोल गर्ने खेलाडीले आफ्नो देशलाई मात्र होइन आफ्नो क्लबलाई पनि आर्थिक लाभ दिइरहेको हुन्छ। एउटा सानो देशले किन विश्वकप खेल्न मरिमेट छ? कल्पना गर्नुहोस्, एउटा सानो देश पहिलो पटक विश्वकपमा छनौट भयो। सायद उसले सम्म चरण पार गर्न सक्दैन, तर उसले विश्वकप खेलेपछि करोडौं डलर प्राप्त गर्छ। विश्वभर उसको नाम पुग्छ, नयाँ प्रायोजक आउँछन्, बालबालिकाहरू फुटबल खेल्न प्रेरित हुन्छन् र देशको खेलकुद संस्कृति नै बदलिन सक्छ। त्यसैले विश्वकप केवल एउटा प्रतियोगिता होइन, यो सपना, प्रतिष्ठा, राष्ट्रिय गर्व र विशाल आर्थिक अवसरको मिश्रण पनि हो। अब तपाईलाई थाहा भइसक्यो, च्याम्पियनले कम्तीमा पनि $62.5 मिलियन पाउँछ, रनर अपले $33 मिलियन पाउँछ, ग्रुप स्टेजबाट बाहिरिने टिमले पनि करोडौं डलर पाउँछन्। खेलाडीहरूको बोनस सम्बन्धित फुटबल संघले तय गर्छ। क्लबहरूले पनि $355 मिलियन को क्लब बेनिफिट प्रोग्रामबाट हिस्सा पाउँछन्। तर एउटा कुरा पैसा भन्दा ठुलो छ। जब खेलाडीहरूले आफ्नो देशको झण्डा बोकेर राष्ट्रिय गान गाउँछन्, त्यो क्षणको मूल्य कुनै रकमले मापन गर्न सक्दैन। विश्वकपमा जितिने सबैभन्दा ठुलो पुरस्कार सायद पैसा होइन, आफ्नो राष्ट्रलाई गर्व गराउने अवसर हो। तपाईको विचारमा 2026 को फिफा वर्ल्ड कप कसले जित्ला? अर्जेन्टिना, स्पेन, फ्रान्स या त इङ्ल्यान्ड? कमेन्टमा आफ्नो प्रेडिक्सन लेख्न नबिर्सिनुहोला। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। म फेरि अर्को रोचक भिडियो लिएर आउनेछु। तबसम्मका लागि नमस्कार।